आज लभ डाँडा घुम्न जाँदा यस्तो रमाइलो हुन्छ भनेर हामीले सोचेको थिएनौँ। सो हेलो एभ्रिवान, वेलकम टु कर्मा दा जेपिटी मिनी ब्लग। आजको ब्लगको सुरुवात चाहिँ जाजाबाट भएको छ। आज चाहिँ हामी दाजुभाइ लागे लभ डाँडातिर। हामी चाहिँ जाँदै थिएँ अनि बाटोमै तल 3जना बहिनी स्कुलबाट जाँदै थिएँ अनि भाइले चाहिँ जिस्काउँदा 3जना बहिनीले सुन्यो अनि हाँस्दा हाँस्दा दुई भाइ अनि हामी त्यस्तै गरी पुग्यौँ हामी लभ डाँडा। अनि लभ डाँडा पुगेर यहाँ बाहिरको कर्नामा हेर्दै बस्दै अनि हामी चाहिँ भलिबल हेर्न बसेँ। हामी चाहिँ भलिबल हेरेर बसेँ अनि मलाई नि एक सट हानौँ जस्तो लागेर जोसमा गएको हकिदिया हान्नै सकेन। अनि त्यसपछि हाम्रो इन्ट्री हो हाम्रो भैँसी वुमेनको। अनि यहाँ हामी चाहिँ फेरि यहाँ यता आन्टीहरू बाइक सिक्ने स्कुटी सिक्नेतिर हेर्न लाग्यो। अनि यहाँ एउटा आन्टी बाइक लिएर आउँदै थियो, घच्चै हकिदिया। अनि म चाहिँ यहाँ एसआरके सुट हाने भनेर गएको थिएँ। हेर्नु है गाइस मेरो एसआरके सुट। यस्तो थियो मेरो एसआरके सुट। अनि यहाँ चाहिँ बाबा र छोरी यहाँ स्कुटी सिक्दै थियो, यहाँ जम्प हान्यो यानि हकिदिया। अनि दुई भाइ लागे क्रिकेट हेर्न। अनि क्रिकेट हेर्न यस्तो रमाइलो भइरहेको थियो। अनि क्रिकेट हेरिसकेपछि हामी चाहिँ लागे घरतिर, किनकि पानी यस्तो परेको थियो। अनि हामी चाहिँ घरतिर लागे अनि घर आउँदा आउँदै बाटो बिग्रेछ। सो गाइस आजको लागि भिडियो यति नै, मिल्नेछ हामी अर्को भिडियोमा। बाई बाई।